अनि हामी चाहिँ यतापट्टि जान्छौँ है त कगनी साइडतिर चाहिँ लोकेसन भयो बालाजुतिर यस्तो भिड रहेछ यार जो मान्छे जाने नै हो त्यही न सबै आउनु टिकटको लाइन रहेछ यार कसरी काट्नु टिकट अनि जानु यार जो मान्छेको यत्रो भिड छ त्यो काटेर त्यहाँ प्लास्टिक नोटिस छ टिकट त्यहाँ काट्ने रहेछ टिकट ल टिकट के गर्ने हो त आइडी कार्ड आइडी कार्ड लाइसेन्स कार्ड छ त्यहाँ लाइसेन्स राखेको छ लाइसेन्स त्यो पछि इन्ट्री गरेर टिकट किनेको ठाउँमा होइन इन्ट्री गरेर ओके यो चाहिँ नागार्जुन सेक्टरमा शिवगढी राष्ट्रिय निकुञ्जमा पाइने संरक्षित जनावरहरूको चाहिँ यो पनि राखिराखौँ होइन अनि हाम्रो यहाँ के भनेको छ यो चाहिँ सबभन्दा राम्रो लागेको छ हामी जोमान्छोमा जाँदैछौँ र जोमान्छोमा चाहिँ नागार्जुनभित्र पर्दो रहेछ सुट द एनिमल विथ क्यामेरा नट विथ गन भनेको छ भयो हामीले यहाँ सेनोटु प्लास्टिक यो पनि भयो अहिले यो दिइसक्नु भयो यसलाई हामी चाहिँ यात्रामा लागौँ है त गाइस सरर लाएर अब कति घन्टाको हाइकिङ अहिले टाइम भयो कति टाइम भयो भन्दाखेरि हाम्रो टाइम अहिले 12 साढे 1 भयो अब 6 बजीसम्म बन्द 6 बजीसम्म खुल्छ भनेको छ अनि हामी चाहिँ अब सर हाइक जाउँ कहिले कतिसम्म हुँदो रहेछ यहाँ हेर्नु त्यहाँ आज न्यु इयर भएकोले होला यत्रो धेरै मान्छेहरू आउनु भएको छ अनि उता त्यो गाडीको उताबाट चाहिँ सायद रोडवे रहेछ यो चाहिँ हाइकिङ बाटो रहेछ है त हामी हाइकिङ सुरु गरौँ है त गाइस बुढाज भ्लग वेल गाइस अच्छा हाम्रो यात्रा सुरु भइसक्यो पुरा उकालो छ गाइस माथि जानु पनि माथि जाँदैछौँ न्यु इयरमा आएको दुईटा फाइदा भयो होइन एउटा फाइदा भयो अनि यो एउटा बेफाइदा दुईटा फाइदा होइन एउटा बाबु नानी चाहिँ पसिया छन् माथि जाँदा एउटा चाहिँ के फाइदा भन्दाखेरि मान्छे धेरै भएपछि बाटो हिँड्न सजिलो भयो है बाटो सोध्दै हिँड्नु परेन भन्नुभयो समयमा अनि एउटा नराम्रो कुरा चाहिँ के भयो भन्दाखेरि यस्तो यहाँ चाहिँ मान्छे धेरै भएर टिकट काट्न पनि जाऊ लाइन बस्न पनि जाऊ साह्रै गयो कति बजी हिँडै बसिसकेको आमा पक्का सुरु हुँदैछ
पुरा गाह्रो भइरहेछ न्यु इयरमा रमाइलो भइरहेछ गाइस मजाले पानीहरू लाने खतरा छ म्युजिक झौकिरीको म्युजिक झ्याउ 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 गरेर सबैजना छ अनि ओके यो हाइक पनि कति सजिलो छ त्यसपछि अरू हाइक हुन्छ किन भन्दाखेरि यो जम्मा 4 किलोमिटर भनेको छ अरू हाइकहरू चाहिँ 12 किलोमिटरसम्मको हाइक भनेको छ त्यसकारण चाहिँ यो हाइक जसरी पनि सिधाउनु पर्ने 12-18 होइन हाइकरको किलोमिटरले पनि गाह्रो बनाउँछ नि त गाइस सजिलै होला भनेर हुन थाल्यो तर अरू मान्छेको फ्रस्ट्रेसन देखेर होपलेस देखेर पनि आफ्नो एनर्जी डाउन चाहिँ हुने रहेछ त्यही भएर दाइले जिस्काइरहनु भएको छ हाम्रो होइन यस्तै हो अनि अझै भरिङको बाटो सिध्यो यसरी तेर्सै हिँड्न पायो भने त आनन्द हुन्छ नि होइन अब कस्तो हुन्छ हेर्दै जानु होला हाम्रो भ्लग अनि सकेसम्म चाहिँ सब्सक्राइब गरिदिनु अब भरे चाँडै पुग्यो भने यो चाँडै आज वैशाख 1 गते नै अपलोड हुन्छ नभए ढिलो हुन्छ बाघ आयो भने भाइरल हुन्छ है भाइरल जामा लाउने जामा चोक्रे हाम्रो बहिनीहरूले पछाडि बसेर होइन के कुन चोक्रे दाइको भिडियोमा लाइक शेयर सब्स्क्राइब गरिदिनु होला थ्याङ्क यू पुरा ट्रेनिङहरू छ यहाँ चाहिँ हाम्रो भयो यो चाहिँ जोमाचोभित्र यहाँ आर्मी ट्रेनिङ छ उतै पनि ट्रेनिङ गरेर छ यो चाहिँ ट्रेनिङ फुल हो यो सायद घुम्ने होला यताबाट यो भयो है जामाचोक यो भयो यहाँ एउटा चेकिङ पोस्ट छ चेकपोस्ट छ है भरिङ चाहिँ दिइसकेपछि चाहिँ अनि त्यहाँ चाहिँ निषेधित एरिया भनेको छ यहाँ पानी आफैले बोकेर लिएर आउनु अनि बोतल कतै नफाल्नु यो चाहिँ हाम्रो कार्ड हो यो चाहिँ बेला बेलामा चेकिङ हुँदो रहेछ यहाँ नम्बर छ यी है पुरा चेकिङ भइसकेको छ अब म यहाँबाट फेरि यात्रामा लम्किन्छु गाइस अब मेरो एपियरेन्स कस्तो छ भन्दाखेरि टक्क हेर्नुहोस् है त मेरो एपियरेन्स यस्तो छ गर्मी भएर ज्याकेट खोल्छ यसो बोकिरहेको छु चर मजाले हिँडिरहेको छु रमाइलो छ धेरै मान्छे आएको छ मलाई चाहिँ राम्रै लाग्यो भाइले चाहिँ नजर राम्रो छैन भने यत्तिकै हिँड्न लगाएको हाइकिङ भनेको चाहिँ हिँड्नलाई नै हो कि धेरै हिँडेपछि आनन्द फिल रिल्याक्स हुन्छ होइन हुन त अब अझ शान्त हुनुपर्ने हो शान्त हुँदैन जस्तो छ है आज धेरै मान्छे छ हल्ला हो हुन्छ जस्तो छ हेरौँ यात्रा कस्तो हुन्छ फेरि अपडेट गरौँला
Happy New Year. Happy New Year. Happy New Year. मेरो युट्युब च्यानल सब्सक्राइब गर्नु ल बुढाज भ्लग छ यो to everyone. ल भाइ ल खत्म बाय बाय टाटा गुड बाय गया तुम जुलाका भइहाल्यो नि Happy New Year. तपाईँलाई ह्याप्पी न्यू इयर नुदुया भिन्तुना इन्ट्रो सिक्दै हुनुहुन्छ हाम्रो सिस्टरहरू चाहिँ अनि यो चाहिँ खतरा आएर बुढास भ्लगमा आउँछ टेन्सन नगर्नु तपाईँहरूको पनि आएर कमेन्ट गर्नु होला म तपाईँको युट्युब च्यानल सब्सक्राइब गरिदिन्छु यो चाहिँ रमाइलो भएको छ गाइज है यसरी एक्लै भए पनि मजा त मजा हुन्थ्यो तर यसरी सबैसँग इन्टरभ्यू गर्दै हिँड्न मजा हुन्छ आन्टीहरूले पुरा गीत गाउँदै आउनुभएको थियो अनि भिडियो गर्ने भनेको भिडियो गर्नु भएन तपाईँहरूको ग्रुप अगाडिको हो गीत गाउँदै जानुभएको थियो तपाईँहरूको ग्रुप हो गीत राख्ने आउँदैन जान्दैन होइन गाउँदै जानुभएको थियो क्या ओके यस्तै हो रमाइलो छ हिँड्दै जाउँ माथि कति अझै कति बजी अहिले 2 बजिसक्यो आधी अझै आधी पनि भएको छैन अनि बिस्तारी डबल ट्रिपल त्यो खिच्दै हिँडेकोले क्या खिच्दै हिँडेकोले अलिक टाइम लाग्यो मलाई चाहिँ नभए पुग्थ्यो होला यतिखेर म Whoa, yeah. नयाँ साथी भेटेको छ उहाँले धेरै हाम्रो भाइले चाहिँ हेल्प गरिरहनु भएको छ अब हेरौँ कस्तो हुन्छ अलिअलि एन्टी लाइट पर्छ यसरी हिँड्नुपर्छ एन्टी लाइट पर्छ एन्टी लाइट परिरहेछ त्यो भिडियोहरू गरेको नि अब बिस्तारै बिस्तारै लाइटहरू मिलाएर हामी हाल्छौँ तपाईँको च्यानलको नाम के हो मेरो च्यानलको नाम सुचन नेउपाने ब्लग्स सुचन नेउपाने ब्लग्स उहाँको पनि चेकआउट गरिदिनु अब हामी सानो युट्युबरले सानोलाई उ गर्ने हो यस्तैहरू हेरौँ हामी तर एउटा कुरा के हुन्छ भन्दाखेरि हामीले रेगुलारिटी चाहिँ कति दिन सक्छ मेहनत चाहिँ कति गर्न सक्छ होइन त्यसमा डिपेन्ड गर्छ मजा लागेको छ ग्रुपमा चाहिँ त्यो मेन कुरा चाहिँ हामीले रेगुलारिटी चाहिँ दिन सक्नु पर्यो कन्टिन्युटी चाहिँ मान्छेले भन्छ नि सुरु गर्न चाहिँ सजिलो हुन्छ तर कन्टिन्युटी चाहिँ गर्न गाह्रो हुन्छ कि कन्टिन्युटी सक्सेस हो क्या खास अब भ्लग बनायो भने ऊ छैन अब अरूले कति देखेछ मैले आज एकजना दाइलाई भेटेँ 4000 सब्सक्राइबर छ अरे अझै पनि म पैसा आएको छैन अरे पिन आएको छैन अरे कि अनि मलाई त्यही झन् आँटियो के अब म 4000 को पिन आएको छैन अनि पिन आएको पनि त्यो एड्रेसहरूले गर्दाखेरि नम्बर के भन्छ पिन नै रङ एड्रेसमा पुग्यो अरे कि त्यही भएर चाहिँ अलिकति गाह्रो छ यसमा पनि ध्यान दिउँ है ल अब फेरि अर्को पोइन्टमा भेटौँ नि धेरै लिएर आइपुग्यो
आइपुग्नु लाग्यो यहाँ चाहिँ पुरा लुङ्गरहरू भेटिँदैछ अनि यहाँ चाहिँ टक्क गाडीबाट यताबाट चाहिँ गाडी गयो रहेछ गाडी पनि आउने रहेछ यहाँसम्म बाइकहरू आउनु रहेछ बाइक राइडको पनि राम्रो भयो अब हामी आउँदैछौँ हेरौँ माथिको सिनेमेटिक हेरौँ है त माथि के हुन्छ कतिको भिड छ म देखाउँछु Jomancho! Hey! Welcome to Jomancho Gumba. भाइ कस्तो लाग्यो विषय रमाइलो लागेको छ एकदम खतरा लागेको छ राम्रो भ्यू आएको छ हैन अब चाहिँ हामी जान्छौँ यहाँ धेरै यस्तो हो भने कोरोना लाग्छ लाग्दैन गाइस कमेन्टमा भन्नु होला कमेन्ट गर्नु होला है यस्तो भिडमा कोरोना लाग्छ लाग्दैन म पनि जाने हो बस्नु मोबाइल लान्छु के लु छिटो जानु लु छिटो छिटो भाइ डरै मात्रै हो साच्चै डरै लाग्दैन के भाइ म जान्छु ल अगाडि खोइ सब्सक्राइब गर्नुपर्छ है मलाई सब्सक्राइब चाहिँ गर्नु पऱ्यो ओके भीड़ से गाइस बाबू ओके तो यहाँ चाहिँ एकचोटि धुपाल लिएर रहेछ होइन धुप्चे पालन गुम्बा भनेपछि आस्थाको केन्द्र पनि हो धुपा
ओके यहाँ चाहिँ यहाँ लुङ्गा तान्ने काम हुँदैछ। म चाहिँ यहाँ तलबाट जान्छु। अघि नै चाहिँ यता एक राउन्ड हानेको थियो। अब चाहिँ तलबाट जान्छु। अनि यहाँ खाना खाएर यहाँ फोहोर गर्नु भन्दाखेरि होइन, फोहोर गर्नुमा प्रोत्साहन गर्नु भन्दाखेरि म चाहिँ तलै गएर फोहोर व्यवस्थापन हुने ठाउँमा गएर चाहिँ खाउँला खाजा। यहाँ फेरि महँगो पनि छ होइन, बोकेर पनि ल्याउनु पऱ्यो। गाडीमै गयो भने तेलको खर्च लाग्छ। त्यही अब चाहिँ हामी तल जान्छौँ र तल पनि खान्छौँ। एक राउन्ड फेरि यहाँ तलबाट पनि एक राउन्ड हान्छु गुम्बाको वरिपरि। अनि चाहिँ जान्छु। यहाँ चाहिँ ड्राई पिकनिक आउन अनि हाइक आउन चाहिँ मलाई चाहिँ राम्रो लाग्यो। एकदम दिस प्लेस जोमान्चो हाइक है त गाइस। यो तल जाउँ गाइस। राम्रो छ ठाउँ पनि यहाँ हेरौँ। रमाइलो रहेछ। तलबाट पनि घुम्नुपर्ने रहेछ झन्डै। हामी चाहिँ माथि एक राउन्ड गुम्बालाई एक राउन्ड लाएर उ गरे भए कत्रा हराइन्थ्यो होइन। सही छ, रमाइलो छ यहाँ। फेरि पनि ड्रोनको आवश्यकता कहिले हुन्छ कहिले पुरा हुन्छ। तपाईँले छिटो सब्सक्राइब गरेर मोनेटाइज गरिदिनु पऱ्यो गाइस होइन। हाम्रो रसुवाको खेलाडीहरू हुनुहुन्छ चट्ट मजाले। या खेलाडी हो। यहाँ अर्को पनि भ्लगर छ। अहिले भ्लगर चाहिँ अन्य भ्लगर भयो, तर कुन भ्लग हो यहाँ थाहा भएन। अन्य आउँदो रहेछ यहाँ भ्लगरहरू चाहिँ। कुन भ्लगमा गइरहेछ आनन्दले। सट्ट जाने हो भने चाहिँ ठाउँ कस्तो छ भन्दाखेरि सट्ट घुमाएर हेर्ने हो भने यस्तो छ गाइस। ठाउँ कस्तो छ सर्र जाउँ है त तल यहाँबाट। तल टक्क रमाइलो छ, धेरै आछन्। सट्ट राम्रो भ्यू छ एकान्तमा। टक्क यो बेला चाहिँ होइन, एक्लै आयो भने चाहिँ सट्ट मजाले बुक लिएर आउने अथवा कविता सविता लेख्नु चाहिँ रमाइलो छ कविहरूको लागि। यो ठाउँ चाहिँ कविहरूको लागि चट्ट लेख्ने बस्ने होइन, रमाइलो गर्ने। अब चाहिँ यहाँ बस्नु हुँदैन गाइस, तल जानुपर्छ। ज्याकेट पनि फुकाल्छु अनि तल जान्छ है त गाइस। अनि हाइकिङै भयो, रमाइलो भयो। ओके, तपाईँहरू पनि यो ठाउँ चाहिँ अवश्य आउनु होला। अन्त मान्छेले डाँडा मात्र देख्छ होइन, हिँड्दै चाहिँ अब हिँड्नलाई अब नेचरसँग प्रकृतिसँग रमाउने मान्छे हो भने चाहिँ एकदम रमाइलो ठाउँ छ। अनि यस्तो हाम्रो बहिनीहरू कत्रा टिकटक बनाइ हुनुहुन्छ। धेरैचोटि भेट भएको, तिनचोटि भइसक्यो। थम्बनेलमा पनि हाल्नु पऱ्यो आउनु तपाईँहरूले। के गर्ने थम्बनेलमा बुढास भ्लग। हेलो गाईको भिडियो अब चाहिँ तल झर्छु गाइस। धेरै भयो होइन, अहिले 3:58 भयो। 4 बजे नै बन्द हुने, 4:50। अब हुन त आज अब धेरैजना छ, टाइम अलिक ढिलो बन्द गर्ला होइन। अब चाहिँ 4 बजे कति
3:50 भयो यहीँ 4 बजिसक्यो 3:59 भयो अब तल झर्छु कति बजे कति टाइम लाग्दो रहेछ हेरौँ है त गाइस टक्क लगाएर तल झरिन्छ अब बाटो जाने एउटै बाटो जाने तल भयो हामी तल जान्छौँ हेरौँ बिचमा के अपडेट छ भने भनौँ न नभए अब के यसमा इन्डिङ गर्छु है त्यसको चाहिँ फिक्स यसमा चाहिँ फिक्स हुँदैन म कहिले इन्डिङ गर्छु भन्ने कुरा अनि बिचमा भयो भने अझ अपडेट गर्छु नभए यसमा इन्डिङ गरिदिन्छ है त गाइस बिचमा केही इम्पोर्टेन्ट अपडेट भयो भने नभए तल बसतिर यसो भेटौँला नि होइन गाइस ल हाम्रो नयाँ सम्झी क्युट सम्झी भेटियो यहाँ मजाले हिँड्नुभएको थियो यत्रो सानो उमेरमा पनि मजा लाग्यो हजुरको नाम के हो अरे सम्झी हजुरको नाम के हो यता हेर्नुहोस् त हजुरको नाम के हो सरी 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 सम्झीको भ्लग बनाउने भयो 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 देख्यो ए बिस्तारी फेरि लडिन्छ ओहो स्पाइडरम्यान हो कि क्या हो सम्झी त लु हाम्रो सम्झी ज्याप 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 हजुर भिडियो बनाएको त्यो ए त्यता होइन अलि फेरि अर्कोतिर ढुङ्गामै लड्छ यस ल फर्किँदैछौँ बिच बाटोमा सानो सम्झी भेट्यो हामी तेरो थुमै सम्झीसँग हाल्ने कुरा मेरो घर उतै तल हो नि सम्झी किर्तिपुरमा किर्तिपुरमा हजुर तुम्हारा घर कीर्तिपुर है क्यों नहीं है आप तामाङ है कि लड्ता है फेरि लड्ता है भन्दैछु फेरि लड्ता है अनि क्यों लड्ता है 1 घन्टा भयो ट्याक्क आएको अनि 1 घन्टामा चाहिँ हामी यहाँ चेकपोस्ट आइदियो फर्स्ट चेकपोस्ट भन्नाले पनि त्यहाँ तल चेकपोस्ट गेटबाट छिरेपछि एकचोटि चेक भएको थियो नि हो त्यही चेकपोस्टमा आइपुग्यो यहाँ फेरि हामी आइपुग्यौँ भनेर कार्ड देखाउनु पर्ने रहेछ अनि त्यो कार्ड देखाएर चाहिँ अनि फेरि तल जान्छ है सम्झी हामी तपाईँको कार्ड छ कि छैन अहिले कार्ड छ कि छैन छिर्नेलाई कार्ड हुनु पऱ्यो नि फोटो आएन बोल्नुहोस् न इन्टेन्सरले हिँडेको चाहिँ मलाई मजा लाग्छ हजुर के भएको छैन ल 2 गर्नुहोस् ल भयो अहिले आयो 5:15 भयो 5:16 भयो ल हाम्रो हाइक पनि कम्प्लिट भयो अब यहाँबाट ट्याक्क बालाजु बाइपास दिन्छ त्यहाँबाट चाहिँ अनि गाडी चढेर घरतिर जान्छौँ थ्याङ्क यू फर वाचिङ द भिडियो एन्ड डोन्ट फर्गेट टु लाइक सब्सक्राइब सेयर द भिडियो तपाईँहरूको नि राम्रो हुन्छ होला ल अन्त म के भन्न चाहन्छु भने चाहिँ ह्याप्पी न्यु इयर थ्याङ्क यू आउँदाखेरि चाहिँ आइडी कार्ड बिना चाहिँ तपाईँले इन्ट्री गर्न पाउनु हुँदैन त्यही भएर आइडी कार्ड चाहिँ कम्पलसरी लिएर आउनु होला थ्याङ्क यू